आउनुभयो होइन। अनि आउनुभयो अनि त्यहाँबाट चाहिँ अनि हामी प्रार्थना गर्दै थियौँ। त्यहाँबाट चाहिँ अनि आउनुभयो अनि फेरि भयो प्रभुको चाहिँ अनि त्यो छातीबाट चाहिँ त्यो क्रुस रहेछ, छातीमा पनि अनि त्यो क्रुसबाट चाहिँ रगत आउँदै थियो होइन। त्यो रगतहरू चाहिँ यहाँ फेरि निस्किएर हरेक ठाउँमा हरेक सामानमा चाहिँ त्यो रगतले अभिषेक गर्नुभयो होइन। प्रभुलाई धन्यवाद। र त्यहाँबाट फेरि बाहिर निक्लिनुभयो र त्यहाँबाट चाहिँ अनि फेरि स्वर्गदूत पनि दुईजना आउँदै थियो होइन प्रभुसँग। त्यहाँबाट अनि ढोकामा खडा गरेर राखिदिनुभयो। प्रभुलाई धन्यवाद। र त्यहाँबाट चाहिँ अनि हाम्रो पास्टर बुवालाई धेरै माया गर्नुहुन्छ क्या प्रभुले होइन। अनि धेरै माया गर्नुहुन्छ अनि उहाँलाई सुमसुमाउँदै अनि उहाँको त्यो मुकुटहरू पनि देखाउँदै हुनुहुन्थ्यो आज पनि होइन। अनि अभिषेक गरेर पुरै एकदम शक्ति दिनुभएको थियो क्या प्रभुले होइन। अनि त्यहाँबाट त्यस्तो देखाउँदै हुनुहुन्थ्यो। र आज अनि सामना दिदीलाई पनि एकदम हात राखेर प्रार्थना गरिदिनु भयो प्रभुले होइन। प्रभुलाई धन्यवाद। र हाम्रो यहाँ के अरे के भन्छ लक्ष्मी दिदीलाई पनि होइन। अनि त्यहाँबाट उहाँलाई पनि एकदम के अब प्रभुले के भन्नुभएको छ भने प्रभुले मतिर हेर भनेर चाहिँ एकदम घाँटी नै यस्तो बाङ्गो हुने गरी खेल्ने क्या होइन। अनि त्यस्तो भएर मैले आँखा खोलेर हेर्दाखेरि चाहिँ थिएन होइन। आँखा बन्द गरेर प्रभुलाई त्यस्तै देखाउँदै हुनुहुन्थ्यो कि उहाँलाई। अनि त्यहाँबाट अनि त्यस्तै थियो। अनि त्यहाँबाट अनि यहाँ बौद्धको आङ्गीलाई चाहिँ धेरै माया गर्ने प्रभुले होइन उहाँलाई पनि। अनि त्यहाँबाट अनि आज पनि डक्टरको सामानहरू सबै निकालेर चाहिँ उहाँलाई अनि प्रेसरहरू हरेक चिज चेक गर्नुभयो। अनि उहाँको भाँडामा चाहिँ मैले राम्रोसँग हेरेको थिएँ होइन। कैँची थियो, ब्लेड थियो, अनि त्यहाँबाट सलन पानी एउटा थियो, अनि इन्जेक्सन थियो होइन। अनि त्योहरू सबै कुरो देख्दै थियो मैले। अनि त्यहाँबाट अनि त्यो इन्जेक्सनबाट चाहिँ अनि ब्लड पनि निकाल्नु भयो क्या उहाँलाई। अनि त्यहाँबाट उहाँको अनि ब्लड निकाल्नु भयो। अनि मैले सोध्दै गरेँ यो ब्लड केलाई हो प्रभु भनेर सोध्दै गर्दाखेरि उहाँको सुगर चेक गर्ने भनेर भन्नुभयो क्या है। अनि त्यहाँबाट उहाँको सुगर चेक गर्ने भनेर चाहिँ भन्नुभयो। प्रभुलाई धन्यवाद। उहाँको सुगर पनि त्यो निको भइसकेको घोषणा गर्नु भएको छ होइन। प्रभुलाई धन्यवाद। र मेरो नानीको थोरै दबाई जोड्न चाहन्छु होइन, नानीको पनि। अनि बिहान मलाई भन्नुभएको थियो भन्न चाहिँ प्रभुले मलाई यति गाह्रो भइरहेको थियो कि। अनि त्यहाँबाट कोठामा गएँ म प्रार्थना गरेर सिकेर होइन। अनि मलाई एकदम गाह्रो भइरहेको थियो। यहाँ आएर पनि प्रार्थना गरेँ, त्यही पनि मलाई यति घाँटीमा त्यो के गाह्रो परेर जस्तो यति गाह्रो भइरहेको थियो कि। अनि त्यहाँबाट तेरो नानीको निम्ति चाहिँ खोइ तैँले सुनाएको भन्छ, मलाई अघि पनि गाली गर्दै थियो होइन। नानीको निम्ति खोइ तैँले त्यो भनेको भन्छ। अनि त्यहाँबाट अनि मैले म भन्छु प्रभु भनेर अनि म रुँदै प्रार्थना गर्दै थिएँ चाहिँ अनि बल्ल मलाई अनि अलिकति सान्त्वना मिला जस्तो भयो होइन। प्रभुलाई धन्यवाद। र मेरो नानीको चाहिँ होइन अनि एन्जाइटी भनेर चाहिँ स्कुलमा ढलेको न्युज चाहिँ होइन पोहोर साल असारको कति गते 9-10 त्यस्तैमा थियो। अनि त्यहाँबाट अनि स्कुलमा ढलेको न्युज चाहिँ त्यहाँबाट अनि मैले देवहरूलाई अनि ढल्यो भनेर 12 बजे ढलेको रे 2 बजे मलाई सूचना आयो होइन, उताबाट फोन आयो। अनि त्यहाँबाट सीमाको मम्मी हो भने हजुर हो भने। अनि त्यहाँबाट स्कुलबाट फोन आएको छ भनेर अनि भन्नुभयो मलाई। अनि त्यहाँबाट अनि स्कुलमा आउनु तपाईँको नानी बेहोस भएकै छ भनेर भन्नुभयो। अनि त्यहाँबाट अनि मैले सोधेँ अनि के भएको त नानीलाई के भयो यस्तो भएको भनेर मैले सोध्दै गर्दाखेरि अनि खोइ हामीलाई थाहै छैन, अब आधी घन्टा जति भयो भनेर यतिसम्म झुटो बोल्छ क्या टिचरहरूले होइन। अनि आधी घन्टा भयो भनेर चाहिँ अनि भन्नुभयो मलाई। अनि त्यहाँबाट अनि बेहोस भएको चाहिँ उसलाई 12 बजे सेकेन्ड पिरियडदेखि भनेर भनेको छ नानीले चाहिँ होइन। मलाई सेकेन्ड पिरियडदेखि मलाई थाहै छैन भनेको छ। अनि मैले साथी चाहिँहरूलाई सोद्धा पनि अनि 12 बजीदेखि ढलेको भनेर भनेको छ। अनि त्यहाँबाट अनि 2 बजे फोन आयो। 2 बजे फोन आउँदाखेरि अनि मैले देवहरूलाई स्कुटी लिएर जानु भाइ कान्छ अब त्यहाँ नानी ल्याउन सक्छ भने त्यसको स्कुटीमा हालेर ल्याउनु भनेर अनि भन्दाखेरि अनि देवहरू जानुभयो। अनि जाँदाखेरि अनि भाउजू ल हुँदैन, नानी त हस्पिटललाई लानुपर्छ, साथसाथ फेर्दैन केही गर्दैन, यो अब के भएको थाहै छैन, अब हस्पिटल लानुपर्छ अरे भन्यो। अनि त्यहाँबाट म चौमै थियो गाडा रुँगेर बस्यो होइन। गाडा लगेर म रुँदै गएँ घरमा होइन। अनि आज किन फर्क्यो भन्दै थियो यहाँतिरको मान्छेहरूले। अब त्यतिकै आज मेरो काम छ भने मैले त्यस्तो भन्यो होइन। आँखाभरि आँसु आएको छ होइन। अनि त्यहाँबाट अनि गाडा कोठामा मात्रै लग्यो, सामान मैले भित्र केही राख्दिनँ, त्यहाँ कोठामा बस्ने त्यो बहिनीले राखिदिने भन्यो। म त्यहीँबाट अनि गाडी चढेर म जस्तो लुगा लगाएको त्यस्तोमा म नगर हस्पिटल पुग्यो होइन। नगर हस्पिटल पुग्यो। अनि त्यहाँबाट अनि ट्याक्सीमा हालेर चाहिँ ल्यायो नानीलाई पनि। अनि ल्याइसकेपछि अनि भाइले अनि त्यो स्कुटीमै आएको रहेछ, अब के भएको हेर्नुपर्छ राम्रोसँग भन्यो। हरेक चिज चेक गर्यो होइन। इसिजीदेखि हरेक कुरा गर्यो। अनि त्यहाँबाट होस आएको थिएन। अनि त्यहाँबाट दुईवटा सलन पानी हाल्यो।
त्यहाँदेखि अनि टिचरहरूले के अरे टिचरले फेरि नर्सहरूले चाहिँ अनि तपाईँ बाहिर बस्नु भनेर भन्नुभयो कि मलाई। अनि किन र म बस्नु त मिल्छ होला नि भनेर अनि म भित्रै बसेँ। अनि त्यहाँबाट अनि उहाँहरूले चाहिँ एकदम अब घर गजाउने होइन अनि थिच्ने ओर्ने गर्दो रहेछ क्या उनीहरूले होस नआएपछि चाहिँ। अनि त्यहाँबाट अनि त्यस्तो गरेर चलान पानी दुइटा हाल्यो। अनि चलान पानी दुइटा हालेपछि बल्ल होस आयो नानीको। अनि त्यहाँबाट ब्लडहरू हरेक अब इमर्जेन्सी लगेको सबै कुरो चेक भयो होइन। अनि 5 बजिसकेको थियो सबै चेक गर्दा त 6-7 बजेको थियो रिपोर्ट आउँदाखेरि होइन। अनि त्यहाँबाट अनि फेरि अब ठिक भयो भनेर घरमा ल्यायो। भोलिपल्ट फेरि त्यस्तै भएर काम्ने ज्वरो आउने। अनि त्यहाँबाट अनि त्यस्तै हुने त्यसले अब पुरै एउटै ठिकमा नबोल्ने क्या मेरो नानीले। अनि त्यहाँबाट त्यस्तो भइसकेपछि फेरि अनि मैले नगरमै लग्यो 12 बजे त्यस्तै 12-1 बजे होला कति बज्यो भने त्यतिखेर। अनि त्यहाँबाट अनि मैले फेरि नगरमा लग्यो। हरेक चिज मैले गर्नुपर्ने चिज गरिसक्यो यहाँ हुँदैन अब भनेर चाहिँ अनि मलाई अनि 12 बजे 1 बजीतिर गएको मान्छे मलाई अनि राति 7 बजी 7:30 बजीतिर अनि उता केएमसीमा रिपोर्ट गरिदिनु भयो। अनि केएमसीमा गयो। अनि त्यो पनि फेरि यहाँको अब हरेक त्यो कागजपत्र नहुँदो रहेछ। फेरि अनि त्यहाँ गएर नि हरेक चिज चेक गर्यो होइन। अनि त्यहाँबाट ब्लडदेखि अब एक्सरेदेखि हरेक अब इसिजी गर्यो सबै गर्यो सबै कुरो ठिक छ भन्यो। अनि त्यहाँबाट एउटा अब माइन्डको प्रब्लम भन्न खोज्यो होइन उहाँहरूले नि। अनि त्यहाँबाट अनि दिमागको प्रब्लम छ भनेर अनि भन्नुभयो। त्यहाँदेखि चाहिँ अनि मैले अब के गर्दा हुन्छ अनि भनेर अनि सल्लाह गर्दाखेरि चाहिँ भोलि मात्रै ल्याउनु आज डक्टर भेट्दैन भन्ने कुरो भयो। फेरि भोलिपल्ट गयो। अनि त्यहाँबाट अनि अब सबै कुरो चेक गरेर अनि त्यहाँ जाँदाखेरि अनि त्यहाँबाट माइन्डकै प्रब्लम हो अब यसलाई एन्जाइटी भएको हो भन्ने कुरा भयो होइन। अनि त्यहाँदेखि औषधि चढायो। औषधि चढाउँदै गर्दाखेरि अनि त्यो औषधि खाएर पनि ठिक भएको थिएन। त्योभन्दा अगाडि चाहिँ धेरै गाह्रो भएर होइन मैले धामी झाँक्री पनि लाग्यो कि है। म अब त्यो सचाइमा जान्थ्यो 7 वर्ष भएको थियो हामी सचाइ गएर चाहिँ। अनि त्यहाँबाट फेरि नभएर मैले अब कहाँ गएर निको पार्न सकिन्छ आफ्नो नानीलाई होइन भनेर चाहिँ म रुँदै म गएँ। म लगेको थिएँ मेरो बहिनीकोमा होइन। बहिनीकोमा गएर कौसीमा लग्यो। कौसीबाट भित्र तल आउँदै नआउने टोइलेट छिटो टोइलेटबाट बाहिरै ननिक्लिने होइन त्यस्तोसम्म भएको थियो कि मेरो नानीलाई। त्यहाँदेखि अनि हामी मान्छे गऱ्यौँ सबै कुरो गरेर अनि त्यहाँबाट लु अब कोठामा जाउँ अब हामी क्रिस्चियनै बन्ने बरु अब हामी चर्चै जाने नानी तिमीलाई ठिक हुन्छ भने हामी चर्चै जाने भनेर अनि मैले ल्यायो। अनि त्यहाँबाट नानीले नि हुन्छ मन भनेर आयो। जग्गा ल्याइसकेपछि त फेरि कोठै नआउने भने है मेरो नानीले मेरो मन परिवर्तन भइसक्यो। अब कोठै नजाने म त डर लागिसक्यो मलाई भने डर केही मान्नु पर्दैन लु मम्मी छ भनेर ल्यायो होइन। ल्याइसकेपछि अनि फेरि त्यस्तै हुने गाह्रो भएर अनि यहाँ चर्चमा ल्याएर के अरे चर्चमा ल्याएको थिएन। म आएँ। अनि त्यहाँबाट अङ्कलसँग सल्लाह गरेँ अङ्कल नानी यस्तो भएको छ प्रार्थना गर्न हिँड्नु भन्दाखेरि अनि आउनुभयो अङ्कल र उहाँ नि आउनु भएको थियो होइन। मेरो नानी चर्चको मान्छे ल्यायो भने यहाँ म आउँदै आउँदैन तेरो घरमा भन्ने मलाई है। अनि अनि तेरो घरमा म आउँदै नआउने भन्यो। एक रुँगेर म रुँगेर बसेँ क्या मेरो नानीसँग होइन। त्यो कोठामा बस्दै नबस्ने त्यो प्रार्थना गरिसकेपछि त्यो घरमा बस्ने नै होइन ऊ। अनि त्यहाँबाट अनि मसँग चल्दैन त्यस्तो भन्ने। अनि त्यहाँबाट अनि रुएर बस्ने नानी के भएको छ तेरो मनको कुरा त बोल्नु मैले बुझ्न त पाउँछु भनिदियो। मैले म नानीसँगै रुँदाखेरि तपाईँ किन रुनु भएको त तपाईँ जानु न म एक्लै बस्छु भन्ने होइन। 2 रात म रोडमा रुँगेर बसेँ क्या रुएर। अनि त्यस्तोसम्म भएको मेरो नानी होइन। आज आएर प्रभुले ठिक बनाइदिनु भएको छ प्रभुलाई धन्यवाद होइन। योभन्दा ठुलो गवाई के नै छ र होइन हाम्रो जीवनमा होइन। यतिको ठुलो गवाई चाहिँ मेरो लागि मेरो जिन्दगीमा सबसे ठुलो गवाई नै यही हो कि है। प्रभुलाई धन्यवाद। अनि बिहान देखाउँदै थियो अनि प्रभुले यस्तो औषधिहरू अब औषधि नखाएको त 1 महिना भयो होला मेरो नानीले होइन। अनि त्यहाँबाट अनि औषधि लिन जाउँ भन्छ उसले चाहिँ मैले चाहिँ भन्छु कि प्रभुले ठिक पारिदिनु भइसक्यो अब हामी जाने नै होइन अब प्रभुले ठिक पार्नु भइसक्यो अब ठिक भइसक्यो भनेर मैले भनेको छु होइन। अस्ति नैको हप्तामा 2-3 हप्ता भयो त्योभन्दा अगाडिको हप्तामा मेरो नानीको त्यो दिमागहरू सबै निकालेर चाहिँ अपरेसन गरेको प्रभुले देखाउनु भयो होइन। त्यहाँदेखि चाहिँ मेरो नानीको त्योहरू सबै ठिक भइसकेको छ क्या मलाई थाहा छ विश्वास छ होइन। प्रभुलाई धन्यवाद। र अनि आज बिहान नि अनि मलाई नि त्यो औषधिहरूको लागि भन्दै थियो। अनि यस्तो अब त्यो प्रभुले पुरै क्रस गरिसक्यो क्या त्यो। अनि त्यो औषधि खानु पर्दैन भनेर चाहिँ पुरै पेट मिलाइसक्यो होइन। प्रभुलाई धन्यवाद। त्यो देखाउनु भएको थियो। अनि त्यो किन नसुनाएको भनेर मलाई गाली गर्दै हुनुहुन्थ्यो प्रभुले है। प्रभुलाई धन्यवाद। र अहिले मैले आएर धन सङ्गतिमा
घरैबाट झर्नुभयो। अनि त्यहाँदेखि चाहिँ अनि यहाँ आउनुभयो। अनि आउनु भएर अनि स्वर्गदूतले चाहिँ मलाई माथिको घर हेर्न जाउँ भनेर चाहिँ भन्नुभयो कि अस्ति नै एकचोटि कहिले देखाउनु भएको थियो मलाई त्यतिखेर पनि होइन। अनि त्यहाँबाट अनि स्वर्गको घर हेर्न जाउँ भनेर चाहिँ स्वर्गदूतले मलाई चाहिँ दुईतिरै हातमा समातेर माथि लानुभयो कि। अनि लाँदै गर्दाखेरि चाहिँ अनि त्यो घरभित्र छिर्नको लागि चाहिँ टिकट काटेर जानुपर्ने रहेछ हामी होइन। अनि स्वर्गदूत दुईजना रहेछ त्यहाँ पनि। अनि त्यहाँबाट गेटमा बस्यो। गेट छ हाम्रो यो जत्रै गेट रहेछ होइन। अनि त्यहाँबाट त्यो पुरै सुनले भरेको छ। अनि त्यहाँबाट अनि त्यो भित्र छिर्नको लागि चाहिँ हामी टिकट काटेर जानुपर्ने रहेछ। अब टिकट काटेर गइसकेपछि अनि त्यहाँभित्र चाहिँ मलाई अनि प्रभु त यहीँ हुनुहुन्थ्यो होइन। टिकट काटेर म भित्र छिर्दाखेरि प्रभु त्यहीँ भित्रै हुनुहुँदो रहेछ कि है। प्रभुलाई धन्यवाद। र त्यो भित्रको चाहिँ यति राम्रो क्रुस छ, यति राम्रो होइन, यति ठुलो छ कि यहाँनिरको 5 तलको घरदेखि ठुलो त्यति ठुलो क्रुस रहेछ कि त्यहाँभित्र। मलाई पहिला सुरुमा चाहिँ प्रभुमा चाहिँ देखाउनु भएको थियो वेदीमा होइन। अनि त्यहाँबाट अनि वेदीमा चाहिँ हामी प्रभु मात्रै देखाउनु भएको थियो त्यहाँ। अनि भित्र छिर्दाखेरि त्यो टेबलभरि पुरै त्यो सुन कलरको टेबल छ होइन। त्यो टेबलभरि चाहिँ पुरै सेतो लुगा लगाएको मात्रै मान्छे त्यो पुरै छोपेर बसेको छ। त्यो बोल्दै बोल्दैन क्या मसँग। अनि त्यहाँबाट अनि त्यस्तो देखाउँदै हुनुहुन्थ्यो होइन। आज पनि त्यस्तै देखाउनु भएको थियो। अनि त्यहाँबाट अनि त्यो भित्र लानुभयो मलाई होइन प्रभुले। अनि त्यहाँबाट अनि स्वर्गदूतहरूले ढोकाबाट अनि भित्र छिराउन खोज्दाखेरि टिकट काटेर जानुपर्ने रहेछ। त्यो टिकट पनि दिनु भएको थियो मलाई होइन। अनि त्यो टिकट लिएर म भित्र छिर्दाखेरि अनि त्यो स्वर्गदूतहरू त कमाउँदै रहेछ होइन। अनि स्वर्गदूतहरू पनि अनि प्रभुको अगाडि त हामी कमिलो जत्रो पनि छैन कि है। त्यस्तो रहेछ हामी। अनि त्यस्तो देखाउँदै थियो। अनि त्यो प्रभु चाहिँ को भन्दो रहेछ भने हाम्रो यहाँको पास्टर बुवा भन्दो रहेछ कि त्यहाँ चाहिँ है। त्यस्तो हुँदो रहेछ। प्रभुलाई धन्यवाद। मलाई हरेक चिजमा हरेक घडी कमीमा पुरा गर्नु भएको छ प्रभुले होइन। प्रभुलाई धन्यवाद। र अझै देखाउँदै लानुभएको प्रभुले होइन। अझै म सुनाउन पाऊँ हजुरहरूको निम्ति होइन, अगाडि ल्याउन पाऊँ हरेक कुरा। प्रभुलाई धन्यवाद। अहिलेको लागि चाहिँ यति नै। र सम्पूर्णमा जय